आगामी चैत 7 गतेबाट शुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईमा बाँकी जिल्लाबाट 10,000 भन्दा बढ़ी विद्यार्थी सहभागी हुने भएका छन्। जिल्लाका विभिन्न 8वटा पालिकाका 28 सामुदायिक र 8 संस्थागत गरी 36 परीक्षा केन्द्रबाट 8,243 नियमित र 2,173 ग्रेड वृद्धि गरी जम्मा 10,416 जना विद्यार्थीले यी दिन लागेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकीका प्रमुख धनसुदन चौलागाईले जानकारी दिनुभयो। एकाइ प्रमुख चौलागाईका अनुसार 2 मदरसा सहित 104 सामुदायिक विद्यालय र 102 संस्थागत गरी 206 विद्यालयका 5,179 छात्रा र 5,237 छात्र गरी 10,416 जना विद्यार्थीले एसई दिने भएका छन्। उहाँका अनुसार 10 वटा सामुदायिक विद्यालयका 315 नियमित र 59 ग्रेड वृद्धि गरी 374 जना प्राविधिक धारका विद्यार्थी पनि सहभागी हुने भएका छन्। जसमध्ये सामुदायिक 104 विद्यालयका 3,886 छात्रा र 3,527 छात्र गरी 7,413 विद्यार्थी र संस्थागत 102 विद्यालयका 1,293 छात्रा र 1,710 छात्र गरी 3,003 विद्यार्थी रहेका छन्।